हेलो एभ्रिवान, हजुरहरूकोतिर चाहिँ नि गोरुले जोत्छ भने हाम्रो यता भक्तपुरमा चाहिँ नि हाहा माने हाहा हाम्रो चाहिँ नि भक्तपुरमा यसरी चाहिँ नि गोरु जोतिने गर्दछ है। हाम्रो चाहिँ नि यस्तो छ, गोरु यसरी जोत्ने गरेको छ है। यस्तो छ भक्तपुरमा चाहिँ नि गोरु जोत्ने तरिका। अनि हाम्रो दिदीबहिनीहरू चाहिँ नि धान रोप्नलाई यसरी रेडी हुनु गइरहेछ। हाम्रो गोरुहरूलाई गर्दै हुनुहुन्छ जग्गा के हुन्छ नि त्यो रोप्नलाई जग्गा बनाउँदै हुनुहुन्छ। अनि हाम्रो दिदीहरू यसरी धान रोप्दै हुनुहुन्छ। अर्को दिदीले आउनुभयो है। मेरो चाहिँ नि यो खुट्टाले गर्दाखेरि मैले चाहिँ धान रोप्न मिलेको छैन क्या। यसपालि यस्तो खुट्टा भइरहेछ नि त, मेरो एकदम बिरामी छ। अनि त्यही भएर मैले चाहिँ नि धान रोप्न पाएको छैन होइन। हाम्रो हलो के कस्तो भइरहेछ हौ, दुईटा गोरुहरू गोरु यसरी कराउँदो रहेछ। यसरी कराउँदो रहेछ गोरु। अनि एकदम रमाइलो भइरहेछ। आकाशमा चराहरू च्याउ च्याउ गरेर कराउने है। यसरी आकाशमा आउँछ। अनि यस्तो जङ्गल छ है। यस्तो जङ्गलको मुनि चाहिँ नि खेत छ। अनि यसरी खेतमा रोपाइ हुँदैछ है। यस्तै छ हो गाइज हाम्रो चाहिँ नि। हजुरहरूको चाहिँ कसरी गर्नुहुन्छ भन्नु होला। यसरी गोरु यस्तो छ, एकदम रमाइलो भइरहेछ।